पनि यहाँहरूलाई अर्को नयाँ भिडियोमा हार्दिक स्वागत गर्दछु। आज पनि फेरि अर्को नयाँ ग्रेटर नेपाल सम्बन्धी भिडियो लिएर उपस्थित भएको छु र आज हामी ग्रेटर नेपाल सम्बन्धी कुरा गर्नेछौँ र ग्रेटर नेपाल फिर्ता हुने सम्भावना कति छ त के छ भन्ने विषयमा यस भिडियोमा चर्चा परिचर्चा गर्नेछौँ। ग्रेटर नेपालको बहस नेपालमा धेरै अगाडिदेखि चलिरहेको छ, तर यो फिर्ता हुने सम्भावना कति छ भन्ने कुरा अन्योलमै छ। ग्रेटर नेपालको विषय आफैमा एउटा नयाँ कुरा नभए पनि जबबाट इन्डियाले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतको नयाँ नक्सा राख्यो, त्यसपछि ग्रेटर नेपालको विषय अझ बढी तातेर वा बढ्दै गएको पाइन्छ वा बढिरहेको छ। जब भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा सार्वजनिक गर्यो वा राख्यो, त्यस लगतै काठमाडौँका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेसँगै नेपालमा र इन्डियामा मात्र नभएर संसारभरि नै अहिले यो एउटा प्रमोसनको विषय बनेको छ। यसको पक्षमा र विपक्षमा भरपूर तर्क वितर्कहरू आइरहेको छ। अहिले एकातिर इन्डिया भित्रै पनि अखण्ड भारतको वंशजको विरोधको रूपमा आइरहेका छन् भने ग्रेटर नेपालको विरोध गर्नेहरू पनि धेरै नेपालीहरू पनि छन्। दुवैतिरका जनता यसमा मत बाँडिएको देखिन्छ। वास्तवमै भन्नुपर्दा एकातिर अखण्ड भारतको इतिहासमा ताकि धार्मिक ग्रन्थहरूमा समेत नरहेको आर्टिफिसियल काल्पनिक कन्सेप्ट हो भारत भने, यतातिर ग्रेटर नेपालको जुन कुरा छ त्यो इतिहासमा दृढ प्रमाण छ, तथ्य छ। ग्रेटर नेपाल फिर्ता पाउनु पर्ने प्रशस्त आधारहरू छन्, तर यात्रा कठिन छ। आज यस भिडियोमा हामी ग्रेटर नेपाल फिर्ता हुन्छ कि हुँदैन र हुन्छ भने के छ आधार भन्ने विषयको सेरोफेरोमा रहेर यस भिडियोमा चर्चा परिचर्चा गर्नेछौँ। त्यो सन्धिको वास्तविकता के थियो भन्ने कुरा पनि आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ। ग्रेटर नेपाल यदि अन्तर्राष्ट्रिय अदालतमा गयो भने र हामीले लान सकियो भने ग्रेटर नेपाल जित्ने सक्ने आधारहरू के छन्, सम्भावनाहरू कति छ भन्ने विषयमा हामी चर्चा गर्नेछौँ। र ग्रेटर नेपालको विषय सुरु गर्नुभन्दा अगाडि नेपालको एकीकरणको विषयमा हामी चर्चा गर्नेछौँ। गोर्खाबाट सुरु भएको पृथ्वीनारायण शाहका भाइ भारदर छोरा नातिसहित अगाडि बढ्दै जाँदा टुप्पोमा टिस्टा नदीसम्म र पश्चिममा सतलज नदी अनि कुमाऊ कर्नर कार्डर पुग्दासम्म पनि नेपालको सिमाना पश्चिममा झन्डै 25 सम्म छुएको थियो भने पूर्वतिर सिक्किम बङ्गलादेशका भूभागहरू सहित भुटानसम्म पुगेको थियो। त्यो सँगसँगै दक्षिणतिर अहिलेको इन्डियाको उत्तर प्रदेश बिहार लगायत केही क्षेत्रहरू सहित दिल्लीसम्म पुगेको थियो। उत्तरतिर पनि तिब्बतको केही भूभाग नेपालको भूभागमा परेको थियो। त्यति विशाल थियो नेपाल त्यो बेला। त्यति बेला दक्षिण एसियामा मात्र 2वटा सुपरपावर थिए, साम्राज्यहरू थिए। त्यो मध्येमा एउटा थियो ब्रिटिस इस्ट कम्पनी र अर्को थियो गोर्खा इम्पायर। अहिले सुन्दाखेरि पनि हो र जस्तो लाग्छ। त्यो बेला व्यापारको केन्द्र थियो भोज, अथवा तिब्बत अंग्रेजहरूलाई तिब्बतसम्म पुग्ने एउटा बाटो चाहिएको थियो, व्यापार गर्ने ठाउँ चाहिएको थियो। तर पर्खाल जसरी पूर्वदेखि पश्चिमसम्म छेकेर बसेको थियो नेपालले, त्यो बेला विशाल नेपालको एउटा सानो कोडल टिस्युको कुरा उठाएर अंग्रेजले नेपाललाई सबै ठाउँबाट एकैचोटि आक्रमण सुरु गरियो। युद्ध झनै 1.5 वर्षसम्म चल्यो। नेपाल दक्षिणतिर हार्दै गयो र पूर्व भाग र मध्य भागमा नेपालीहरूले हारेनन्। त्यही पश्चिमको हार लामो समयसम्म चलेको युद्धको कारणले आएको विभिन्न सङ्कटहरूले धेरै सैनिकहरू युद्धमा मृत्यु भएको कारणले सैनिक भर्ती गर्न नसक्ने र सैनिकहरू घट्दै जाने जस्ता विभिन्न कारणहरूले गर्दा आखिर नेपाल सुगौली सन्धि गर्नुपर्ने पक्षमा पुग्यो। त्यही सुगौली सन्धिका कारण आज झन्डै आधा भूभाग गुमाउनु पर्यो र नेपाल अहिलेको स्थितिमा आइपुग्यो। बाहिर सुनिने कुराहरू त्यति नै हुन्, तर त्यहाँ भन्दा धेरै भित्री कुराहरू छन्। त्यो नबुझी कन यो समस्याको चुरो बुझ्न सकिँदैन। ग्रेटर नेपाल त्यो समयमा गुज्रिएको छ। त्यसैले अब लागौं ग्रेटर नेपालको विषयतिर। त्यति बेला नेपालले पश्चिमको मात्र युद्ध हारेको थियो, पूर्वतिर र मध्यतिरको भूभाग हारेको होइन। नेपालले मैले पहिले नै भनिसके त्यो कुरा संसारभरि लडिने सबै युद्धको एउटा सिद्धान्त हुन्छ। त्यो प्रचलित युद्ध सिद्धान्त अनुसार कि त सिङ्गे देश डुब्छ कि त
कुनै क्षेत्र हारेको त्यो क्षेत्र मात्र घुम्छ, तर सन्धि गर्नु पर्यो भने पनि त्यो हारेको क्षेत्रलाई मात्र लिएर सन्धि गरिन्छ। तर नेपाल शिथिल र कमजोर भएको अवस्थामा फाइदा उठाएर अङ्ग्रेजहरूले नेपालको पूर्वी मध्य पश्चिमको सम्पूर्ण राम्रा भूभागहरू माग्दै एउटा सन्धि सम्झौता मस्यौदा तयार गरेर एकतर्फी त्यो मस्यौदा नेपाल सरकारको लाई पठायो। त्यसमा 15 दिनभित्र साइन गर्न लगाइएको थियो। नेपाल सरकारले त्यो स्वीकार गरेन, किनभने त्यो युद्धको विराम सम्झौता थियो। त्यो युद्ध विरामको सम्झौता भन्दा ज्यादा धेरै भूभाग नेपालले गुमाउनु पर्ने थियो। त्यो सन्धिमा लेखिएको थियो त्यो युद्ध विराम भन्दा बाहिर गएर सन्धि गर्नु पठाएको भएका कारणले नेपाल सरकार त्यति बेला सन्धि स्वीकार गरेन। त्यसैले नेपालले 3 महिना भन्दा बढी समयसम्म त्यो अल्झाएर राख्यो। यदि त्यो सन्धि नगर्ने हो भने काठमाडौँ नै हानिदिन्छु भन्दै अङ्ग्रेज फौज मकवानपुरसम्म आइपुगेपछि नेपाल सरकार त्यो बेला डर, धम्की र चकुवामा परेर त्यो सन्धिमा साइन गर्न बाध्य भयो। अर्थात् इच्छाले होइन, बाध्यताले सन्धि गरिएको थियो। त्यहाँ दोस्रो कारण आउँदा अब त्यो के थियो भने कुनै पनि सन्धि सम्झौता गर्नका लागि दुई देश बीचमा कुनै पनि सन्धि सम्झौता गर्नु पर्यो भने डर, त्रास र धम्कीको डरमा गर्नु र गराउनु हुँदैन भन्ने एउटा अन्तर्राष्ट्रिय मान्यता छ। नेपाल त्यो बेला गरेको सन्धि डरको कारणले र धम्कीको कारणले गरेको हो भने नेपालले साइन गर्न बाध्य बनाइएको थियो। त्यो बेला राजा र मन्त्री वा ठुला स्तरका भाइ भारदर कर्मचारीले नेपालको साइन गर्नका लागि पठाइएको ब्रिटिस राजमै गएर कर्मचारीहरू त्यो सन्धिमा साइन गरेको भनिन्छ। तर त्यो साइन गरिसकेपछि साइन गर्ने कर्मचारीहरू नेपाल कहिले पनि फिर्ता आएनन्, इन्डियामै बसे भनिन्छ। तर त्यो पछाडि तिनीहरूको स्थिति के थियो भनेर कतै पनि देखिएन। त्यसरी एउटा कन्स्पिरेसी थ्योरी के भन्छ भने ती 2 जना नेपालले पठाएका कर्मचारीहरूलाई इन्डियाले धाक धम्की लगाएर सन्धि नै संशोधन गरेर साइन गर्न लगाए वा तिनीहरूलाई मारे अथवा कतै गायब बनाए या कतै बस्न बाध्य बनायो। लिखित प्रमाण भने कतै पनि फेला परेको वा भेटिएको छैन। अब यसको पछाडि आउँदा तेस्रो कुरा कर्मचारी भगाउँदा किन भन्दैछु भने उनीहरू साइन गरिसकेपछि नेपाल फिर्ता आएनन्। ती भगाउँदा कर्मचारीहरूले गरेको सन्धि अब नेपालले मान्ने कि नमान्ने, अब नेपालीले अनि यो सन्धिको ओरिजिनल कपी कतै पनि भेटिँदैन। अहिले त्यो सन्धिमा के छ वास्तविकता भन्ने कुरा कसैलाई थाहा छैन। अहिले खोजी हेर्दा पनि भेटिँदैन। त्यसपछि पनि त्यो सुगौली सन्धि गरिसकेपछि पनि नेपाल भारतको बीचमा केही जमिन सट्टापट्टा भइसकेको छ। त्यस बेला पनि जङ्गबहादुरले इन्डियाको सिपाही प्रहलाई दबाउनका लागि सहयोग गरेको बापत 4 वटा जिल्ला ब्रिटिस इन्डियाले फिर्ता दिएको थियो। त्यसपछि नयाँ सिमाना निर्धारण गर्नुपर्ने हुन्छ। सन्धि सम्झौता संशोधन नगरिकन यो सम्भव छैन। त्यसैले नयाँ सन्धि कहाँ छ र त्यो सन्धिमा के लेखेको छ त? यो किन जोड्दैछु भने जब इन्डिया ब्रिटिसबाट स्वतन्त्र भयो त्यसपछि नेपालले इन्डियासँग र ब्रिटिससँग बेग्ला बेग्लै शान्ति तथा मैत्री सम्झौता गरेको छ। यी 2 सन्धिहरू सुगौली सन्धिको खारेज गरेको छ। त्यो पछाडि अब हेरौँ सन् 1950 को जुलाईमा इन्डिया र नेपालको बीचमा भएको सन्धिको दफा 8 मा यो भन्दा अगाडि भएका सम्पूर्ण सन्धिहरू दस्तावेजहरू खारेज गरिएको छ भन्ने कुरा लेखिएको छ। त्यस लगतै केही महिना पछाडि नेपाल र बेलायत बीचमा एउटा त्यस्तै खालको सन्धि तथा मैत्री सन्धि सम्पन्न भयो जसको दफा 8 मा त्यही बेहोरा लेखिएको छ। तर भनिएको छ कि नेपाल र ब्रिटिस सरकारको बीचमा यो भन्दा अगाडि जति पनि सन्धि सम्झौता गरिएको छ ती सबै सन्धि सम्झौता त्यही सन्धि अनुसार खारेज गरिएको छ। यसरी इन्डिया र ब्रिटिस 2 खारेज गरिसकेको सन्धि हुन्। नेपालले गुमेको भूभाग फिर्ता पाउनुपर्छ। अब जाउँ यसको अर्को पाटोतिर। नेपालले चाहिँ के दोष छैन यो कुरामा, ब्रिटिसको मात्र या इन्डियाको मात्र दोष हो भने नेपालको र विशेष गरी नेपाल शासकहरूको पुरापुर दोष छ। यो ग्रेटर नेपाल फिर्ता नपाउनुमा जति बेला ब्रिटिसले इन्डिया छोड्दै थियो त्यति बेला उसले नेपालका राणाहरूलाई तिमीहरूले आधिकारिक रूपमा आफ्नो भूभाग पाउने एउटा निवेदन हाल, हामी फिर्ता गरिदिन्छौँ भने। तर राणाहरूले आफ्नो व्यवस्था सम्हाल्न नसकिरहेको अवस्थामा अरू जमिन लिएर
हामी अरू रिक्स मोल्न चाहँदैनौँ भनेर जवाब फर्काएको हो भनेर इतिहासविदहरूले बारम्बार भनिरहेका छन् वा लेखिएको पाइएको छ। तर त्यसको लिखित प्रमाणहरू भने कतै पनि भेटिँदैन, अथवा राणाहरूले मागेको भए वा एउटा निवेदन मात्र हालेको भएदेखि त्यति नै बेला नेपालले ग्रेटर नेपाल फिर्ता आउने सम्भावना थियो। दोस्रो, जति बेला नेपालले संयुक्त राष्ट्रको सदस्यता बन्न निवेदन हाल्यो लगभग 1955 तिरको कुरा, त्यो बेला नेपालले आफ्नो नक्सा पेश गर्दाखेरि ग्रेटर नेपालको नक्सा पेश गरेको भए पनि यो कुरा त्यही बेला पुरा हुन्थ्यो, किनभने धेरै लामो समय भएको थिएन। तर इन्डियाको छत्रछाउँ नेपालमा थिएन। नेपालमा प्रजातन्त्र भएकाले इन्डियाको विरुद्धमा इन्डिया रिसाउला भनेर त्यो बेला कुरा उठाउने हिम्मत कसैले पनि गरेनन्। इन्डियाले बनाइदिएको नक्सा नेपालले संयुक्त राष्ट्र संघमा लगेर पेश गर्यो। त्यसपछि पञ्चायत आयो, बहुदल आयो, गणतन्त्र आयो, कसैले पनि यो कुरा उठाउने हिम्मत समेत गरेनन्। अहिले त झन् 12 बुँदे सम्झौता भइसके पछाडि नेपाल इन्डियाको एउटा स्याटेलाइट स्टेट भइसकेको स्थिति छ। अहिले यो बोल्ने हिम्मत अब कसैले गर्न राख्दैनन्, बोल्ने हिम्मत कसैले राख्दैनन्। नेपालले यसलाई अन्तर्राष्ट्रिय स्तरमा लगेको छ, धेरैलाई बुझाएका छन्। केही समय अगाडिदेखि यो विषय चर्चामा आइरहेको छ, तर यो एनजिओ वा व्यक्तिले उठाएको आवाजको शक्ति कति हुन्छ त्यति नै दब्न सक्ने सम्भावना छ। माथिको स्तरमा सुन्ने मानिसहरू हुन सक्ने सम्भावना छ। आजकल बालेनले ग्रेटर नेपालको नक्सा झुन्डाएको भनी हामी नेपालीहरू नै विभाजित छौँ। कसैले यो गर्ने नहुने काम गर्यो भन्दैछन् भने कसैले ठिक गर्यो भन्दैछन्। हामीमा आफै विभाजित छौँ। हामी ग्रेटर नेपालको सबलमा अब यति भइसकेपछि के त्यति भएदेखि यो मुद्दा नेपालले छोडिदिने हो त? फिर्ता आउने सम्भावना छैन त? त्यो हेरौँ, छोटकरीमा नेपालले ग्रेटर नेपालको गुमेको भूमि फिर्ता पाउने सम्भावना छ पक्कै पनि, तर बाटो अप्ठ्यारो छ। पहिला इन्डियासँग सिधै ठक्कर लिएर लडाइँ नै जाने र जित्ने, अनि त्यो लडाइँ जितिसकेपछि त्यो हाम्रो ग्रेटर नेपाल फिर्ता आउँछ। यो तर्क इमोसनल भएर हेर्ने हो भने यो पक्कै पनि सम्भव छ, तर व्यावहारिक भएर हेर्ने हो भने इन्डियासँग नेपालले लडाइँ गरेर जितेर ग्रेटर नेपाल फिर्ता पाउने सम्भावना न्यून छ। दोस्रो छ अन्तर्राष्ट्रिय अदालत र अन्तर्राष्ट्रिय स्तरमा नेपाल सरकारले नै यो मुद्दा लैजाने सम्भावना छ। कम्तीमा बहस सुरु गर्छ। नेपालको पक्षमा गहकिला तर्कहरू छन्, गहकिला प्रमाणहरू छन्, त्यो सम्भव छ। तर अहिले इन्डियाले कुर्सी मिलाइदिएर प्रधानमन्त्री र मन्त्री हुनका लागि ताती लाग्नेहरूको अवस्थाले गर्दाखेरि लैजान सकिरहेको अवस्था छैन भन्ने अवस्था छैन। ती मान्छेहरूले नेपालको तर्कबाट यो विश्व मञ्चमा लैजान्छन् भन्ने आशा गर्नु बेकार छ। यदि हुने बित्तिकै यदि यो भएछ भने पनि हुने बित्तिकै इन्डियाले नेपाललाई शत्रु देशको सूचीमा राख्नेछ। नाकाबन्दी लगायतका जे हतियारहरू छन् ती सबै सामदाम दण्डभेद इन्डियाले प्रयोग गर्न सुरु गर्नेछ। त्यो सहन सक्ने र त्यसलाई तान्न सक्ने क्षमता नेपालसँग पक्कै पनि छैन। यो व्यावहारिक छ कि छैन त्यो सोच्न लायक विषय होइन। तेस्रो, यदि नेपालले अन्तर्राष्ट्रिय स्तरमा मुद्दा जितेछ भने मानौ भने त्यस्तो अवस्थामा अहिले प्रचलित कानुन अनुसार अन्तर्राष्ट्रिय प्रचलन अनुसार त्यही ठाउँमा बसोबास गर्ने मानिसहरू छन्, ती मानिसहरूलाई निर्णय गर्ने अधिकार दिइने प्रचलन छ। अर्थात् त्यो ठाउँमा जनमत संग्रह गर्नु पर्ने हुन्छ। त्यो ठाउँमा मानिसहरू सिक्किम, दार्जिलिङ, कुमाऊ त्यो ठाउँका मानिसहरूलाई अहिलेको जनमत संग्रह गरेर नेपाल बस्छौ कि इन्डिया बस्छौ भनेर छान्न दिने हो भने उनीहरू के छान्लान् होला? तपाईहरूलाई के लाग्छ? तपाईहरू यदि त्यो ठाउँमा हुनुभएको भए तपाईहरू के चुन्नुहुन्थ्यो? त्यसैले सिद्धान्त र प्रमाणको ऐतिहासिक दस्तावेजलाई मान्ने हो भने नेपालले ग्रेटर नेपालको भूमि फिर्ता पाउनु पर्छ। हामीसँग बलियो प्रमाण वा कूटनीतिक तवरले हामी विकसित भएर त्यहाँका जनतालाई इन्डियामा बस्नुभन्दा नेपालमा बस्नु फाइदा छ भनेर हामीले देखाउने स्थिति आयो भने हामीले देखाउँदै पर्दैन। त्यहीका जनताले माग्नेछन् ग्रेटर नेपाल चाहियो भनेर। त्यही स्थितिमा आइपर्यो भने नेपाललाई धेरै सजिलो हुनेछ। यो सँगसँगै अहिले रसियाले ग्रेटर रसियाको कुरा उठाउँदैछ, चाइनाले वाइवान सहितका केही भूभाग लिएर ग्रेटर चाइनाको कुरा उठाउँदैछ, टर्कीले अटोमन पामयार जुन थियो त्यसको मुद्दा उठाएर ग्रेटर टर्कीको कुरा गर्दैछ। हङकङ 100 वर्ष पछाडि ब्रिटिस चाइनाले फिर्ता गरिसकेको स्थिति छ। इतिहासमा भएका केही असम्मान सन्धिहरू र गलत तरिकाले अर्काको जमिन हडपेको जति पनि मुद्दाहरू छन् क्रमशः अहिलेका माथि सतहमा आउँदैछन्। तर कतिपय सतह
तिर पनि छन्, कति लडाइँले कतै कूटनीतिक तवरले हुँदैछन्। अहिलेको स्थितिमा नेपालले पनि अहिलेको तुरुन्तै सम्भव नरहेको अवस्था भए पनि कुनै दिन ग्रेटर नेपालको भूमि पाउन सक्ने सम्भावना एकदमै बलियो छ। हामीले त्यसलाई मर्न दिनु हुँदैन, जिउँदै राख्नुपर्छ। त्यसैले दुवै तर्कका विवादहरू बन्द गर्नुपर्छ। एकतिरको विवाद ग्रेटर नेपाल अहिले नै चाहिन्छ हामीलाई भनेर इन्डियासँग लडाइँ गरेर हुन्छ कि झगडा गरेर हुन्छ, ती अन्तर्राष्ट्रिय अदालतमा लगेर हुन्छ कि अहिले नै चाहियो भन्ने एकातिर विवाद छ हाम्रो, अर्कोतिर ग्रेटर नेपालको कुरा उठाउनै हुँदैन। त्यो भूत भइसक्यो, त्यो मरिसक्यो, त्यो इतिहास हो, कथा मात्रै हो, दिवा मात्रै हो, त्यो एउटा सपना हो, त्यसलाई उठाउनु मूर्ख हो भनेर अर्कोतिरका विवाद छ। हामीले यी दुवै विवादलाई खत्तम गर्नुपर्छ, बीचको मध्य मार्गको बाटो अपनाउनु पर्छ। ग्रेटर नेपाल फिर्ता पाउने पक्का सम्भव छ। अहिले नै नभए पनि कुनै न कुनै दिन त्यो भूभाग नेपालले पाउँछ भन्ने मेरो व्यक्तिगत नितान्त धारणा। तपाईहरूलाई कस्तो लाग्यो? त्यो ग्रेटर नेपालले पाउन सक्ने सम्भावनाहरू होला कि नहोला, त्यसका लागि के गर्नु पर्ला? अनि आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? पक्कै पनि यो भिडियो कस्तो लाग्यो यहाँहरूले कमेन्ट गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु। र भिडियो राम्रो लाग्यो भने भिडियोलाई सेयर गर्न नबिर्सनु होला। साथै यस्तै विभिन्न लेख रचनाहरू हेर्नका लागि वा सुन्नका लागि सङ्गम विश्वकर्मा युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। ग्रेटर नेपाल धन्यवाद। फेरि अर्को नयाँ भिडियोको साथ भेट्ने बाचा सहित अहिलेलाई बिदा चाहन्छु। हस्त नमस्ते।